हेलो नमस्कार सबैजनालाई म पारस पाण्डे फिलहाल रोमानियाबाट अहिले चाहिँ तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडि ब्याकग्राउन्ड यस्तो साह्रो हिउँ परेको छ है। धेरै परेको छ, यति धेरै परेको छ। मोटर परेको भए त खासै गाह्रो हुन्थ्यो कि तर यहाँ हावा पनि चलेको छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ हिउँ छ है र यस्तो छ यहाँ अनि हिउँ परेको छ र यतिखेर चाहिँ तपाईँको चाहिँ काम गर्न एकदम गाह्रो हुन्छ। अनि हामीले चाहिँ अब यतिखेरसम्म काम गर्नु त्यस्तो अवस्थामा काम गर्नु कारण यो टार्गेट पुरा गर्नुपर्छ। अनि आज चाहिँ अलिक छिटो पनि भयो र यस्तो अवस्थामा धेरै बेर काम गरिरहनु पनि सकिँदैन। अहिले चिसो छ, आजभन्दा 2-3 दिन अगाडि उता चाहिँ 10-15 दिन एकदम मिडियम थियो क्लाइमेट। अहिले चाहिँ एक्कासी बढ्यो। अहिले 2 घन्टाको अन्तरमा चाहिँ धेरै बाक्लो हिउँ परेको छ। अनि सजिलो चाहिँ अब यस्तोमा त्यो पनि झन् राइडरको आउटडोरको कामहरू यस्तै हो। कसरी चाहिँ छिटो डेलिभरी हुने, अब ढिलो आयो भने खाना सेला भने क्लाइन्टले रिसाउने हुन्छ। तर अहिले यस्तो हावा चलेको छ, हावा चल्नाले पनि काम गर्न अलिकति गाह्रो भएको हो। हिउँ परेको भए पनि साह्रो हुँदैन थियो, हिउँ मात्र परिरहेको भए यो हावा पनि चल्नाले धेरै गाह्रो भएको छ। भाइजर लगायो भने भाइजरमा पुरै हिउँ जमेर चाहिँ चलाउन केही गर्न सकिँदैन, नलगाए आँखामा हान्छ। अहिले म यति हेर्दाखेरि पनि यस्तो छ, तपाईँ देख्नु भएको अनुहार पनि अहिले यस्तो छ यहाँको मौसम। तपाईँ हेर्नुहुन्छ यस्तो छ मौसम है गाइस है। यो मौसम यस्तो छ अनि यो चाहिँ अब 1-2 दिन यस्तै छ भनेको छ। अब काम पनि हुँदैन, जानु पनि सकिँदैन। अब अहिले चाहिँ म रुम आइसकेको छु। अब 1-2 दिनलाई पनि छुट्टी छ गाइस। त्यति बेलासम्मको लागि फेरि बाइ भन्न चाहन्छु। जसले भिडियो हेर्नुभएको छ लाइक कमेन्ट सेयर गर्नु होला। कस्तो लाग्छ आफ्नो प्रतिक्रिया पनि दिन नबिर्सनु होला। अहिले भने गुड नाइट, सी यू अगेन, बाइ बाइ गाइस।